अवस्था घरका मान्छे यार अब अर्धो भाँडा त माझे यो मिक्सर मान्नलाई चाहिँ कसैलाई चाँडै लाग्दैन। यो राखेपछि पुरै ढुसी आउँछ र गनाउँछ, फेरि भोलि यसैमा पिँधेर खाइदिन्छन्। के चाहिँ गर्नु होला? यदि अब यो मिक्सर पखालेर सुकाएर सह भइहाल्यो नि। त्यसैले अब यहाँ यसो राखिदिनु, ओभाउँछ, ओभासी जस्ता जस्तै हुन्छ, काहीँ केही छैन गर्नलाई। अब के चाहिँ गर्नु र? गर्मी भएको ए तल भुइँसिया चौरा गरेर आएको है, थाकै लाएर अहिले बन्दुकी मिर्गको धारा फेरि अहिले देखेर मारिदियो नि कि थेत्तेरीको हर हर गङ्गे पापहरू रोगहरू दुःख र कष्टहरू हर हर गङ्गे शिवाय। ओहो कुन चाहिँ नि भर्खर मिक्सर धोएर सलक्क सुकाएर राखेर छ। ए जसुकै राखे होस्, यसलाई त जोड काम दिन्छ भाइ। मसला पिन्नलाई त 1 मिनेटमै जति पनि मसला पिनिन्छ यसले। ए जसुकै होस्, क्वालिटी थोक। ल घरका मान्छे यति चाहिँ जान्ने बुझ्ने भएछन् है। ल राखे सामान, सुकाएको सामान टक्क राख्ने भएछन्। राखे त के भन्न त यी साबन छोडेर गएछन्। साबन लानुपर्छ भन्ने याद छैन। के चाहिँ गर्नु ल? ए दिदी हजुर, अब तपाईँको घरमा त्यो मिक्सर छ कि छैन? मसला पिन्ने मिक्सर छ कि छैन भन्नु त? छैन नि बाबु। हो कस्तो मौकामा ल्याएछन् हो अहिले जमाना मिक्सर पनि नहुने घर हुन्छ त कहीँ। अब यो मिक्सर लिनु यो एउटा भाँडा, 2टा भाँडा, 3टा भाँडा, 4 भाँडा होइन। अरू त्यो करेन्टले तार जोड्ने पनि हुन्छ होइन। त्यो पनि म ल्याइदिउँला है। अब यसको चाहिँ लगभग 2000 रुपियाँ दाम कति पर्छ है। हजुर, अब यो त कति सजिलो हुन्छ भने नि, कस्तो मौकामा 1 मिनेटमा होइन बाबु 5 किलो मासुलाई पुग्ने मसला यसले पिन्दिन्छ। ल 2000 दाम 2000 दिइहाल्छु खटक्क बाबु। कस्तो मौकामा ल्याइदिएछु बाबु। जय ल यसलाई चलाउनु चाहिँ राम्रो छ, सुरक्षित तपाईँले चलाउनु है। मैले हस् हस्, जय होस्। कहाँ के भनेर छ? आधै देखाए आफूले पहिले यस्तो भाँडा देखाएको थिएन। यहाँ कहाँ मसला हाल्ने रहेछ, कहाँ जोडेर ओर्ने रहेछ, कहाँ पिन्ने हो, यसो थाहा नै नभएको के गरे लगाइदियो होला यो भाइले। यस्तो भाँडा ल्याएर राखेर 2000 चड्काएर लए। अब मैले केरी जान्ने, कहाँ हो जोड्ने थाहा छैन है। अब यो जाने छैन, बन्दुके बाबाठाउँ जानु पर्यो। यहाँ कहाँ केरी पिन्ने सिकाइदिनु बाबु भन्नु पर्यो। अब जानु पर्यो बन्दुके बाबाठाउँ। एउटा माल जोडे, कहाँबाट करेन्ट लाउने, कहाँबाट के गर्ने केही थाहा भयो नि त बाबु। यो दिदी खोइ हेरौँ। ए जोड्छौ दिदी, जोड्छौ। मैले बाहिर हेरी पखालेर टक्क सुकाएर राखे सामान चोरेर लिएर गएर अझ मैदा बनाउनु भनेर ल्याउँछौ। लाज रहेछ दिदी तिमी त? कहाँ चोर्नु, मैले त चतुरेसँग भर्खर 2000 दिएर किने। ए भन्नुभएको बाबु? ए चतुरीले चतुरीले मेरो सामान लएर चोरेर तिमीलाई बेचेछ दिदी है। हजुर, बल्ल मेरो सामान आयो। अब त्यसै गर। 2000 मेरो खत्तम।